विदेशमा छरिएर रहनुभएका दलित साथीहरू होइन, हाम्रो चाहिँ देश विदेशमा छरिएर रहनुभएका दलित साथी होइन, दिदीभाइ दाजुबहिनी होइन, जति पनि हुनुहुन्छ, आज नबोलौँ जस्तो लागेको चाहिँ आज बाध्यताले बोल्नु भएको। तपाईँहरूलाई म के भन्न चाहन्छु भनेदेखि जुनसुकै आन्दोलनमा पनि जुनसुकै सरकार बने पनि दलितले सहिद नभइकन नेपालमा सरकारै नबन्ने एउटा यहाँ आयो। माओवादीको 10 वर्ष जनयुद्धमा पनि दिलबहादुर रम्फूको बच्चा मारेर सहिद बनाएर 4 प्रधानमन्त्री भयो। त्यसमा चाहिँ काङ्ग्रेसको पालामा पनि त्यही भयो, माओवादीको पालामा पनि त्यही, एमालेको पालामा पनि त्यही। अहिले आएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको 2/3 बहुमतको सरकार बन्दा पनि हामी मरिरहनु पर्ने, न्याय नपाउने होइन। त्यस कारणले गर्दाखेरि हामी के चाहिरहेका छौँ त अहिले भन्दाखेरि म सम्पूर्णलाई आज यो चाहिँ हाम्रो मिडियाकर्मी साथीहरू र म यहाँ जति पनि यो आन्दोलनमा आउनुभएका हाम्रा दलित दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, जुन हाम्रो सङ्घर्ष समितिमा जम्मा हुनुभएको छ, हरेकको हातमा मोबाइल छ। तपाईँहरू स्वयं पत्रकार हो, तपाईँहरूको हातमा भएको मोबाइलले यहाँ हामीले बोलेको कुराहरू फेसबुकमा चाहिँ तपाईँले के गर्नुहोस् त अपलोड गर्नुहोस्, हरेक ठाउँमा पठाउनुहोस्। अब हामीले के सुरु गर्दैछौँ त भन्दा दलित आन्दोलन होइन, दलित जनआन्दोलन। अहिले भर्खर जन्मिएका बच्चादेखिबाट लिएर हिजो चाहिँ तपाईँको 23 र 24 गतिको आन्दोलनमा के भएको थियो, साना बच्चा स्कुलले भाइ बहिनीहरूलाई चाहिँ तपाईँको चाहिँ स्कुलको ड्रेस लगाएर चाहिँ सडकमा उतारेर मारेर होइन, सरकार परिवर्तन भयो, एउटा चाहिँ दुनियाँ के परिवर्तन भयो। तर हाम्रो चाहिँ के भयो त भन्दा हाम्रो दलितको अवस्था र व्यवस्था परिवर्तन भयो। हामीले न्याय पाउने कहीँ पनि देख्दैन। यो घाम जस्तै छर्लङ्ग छ जुन मान्छे कस्टडीमा मरेको छ। अहिले यो कुरा भन्दै गर्दाखेरि कसैले खिच्दै गर्दाखेरि पनि एउटा मजाक लाग्न सक्छ। जुन मान्छे एउटा पुलिसको कस्टडीमा मरेको छ, त्यहाँको इन्चार्जलाई मजाले थाहा छ सबै कुरा, त्यो इन्चार्जलाई जिम्मा हुन्छ। अनि त्यो इन्चार्जलाई समातेर ल्याएर चाहिँ तपाईँको चाहिँ यहाँ अनुसन्धान गर्ने बित्तिकै दुधको दुध पानीको पानी छुटिहाल्छ नि भने यो कहाँको कि अमेरिका पठाएको यो चाहिँ पोस्टमार्टमको रिपोर्ट कि स्वर्गमा पठाएको? हामी त धरतीमा छौँ। स्वर्गमा पठाएको भए पनि तपाईँको आइपुग्ने बेला भयो भने यहाँ देवराज इन्द्रले भए पनि यहाँ लिएर आउने बेला भयो। 1 महिनासम्म चाहिँ तपाईँको पोस्टमार्टम रिपोर्ट नआउने कुरो हुन्छ। जसले त्यो बच्चालाई 9 महिना कोखमा राखेर जन्माएको छ, जसको बच्चा मरेको छ, त्यसलाई मात्रै पीडा थाहा छ कि यो सरकारलाई थाहा छैन, उसलाई थाहा छैन। ऊ त सरकार प्रधानमन्त्री चाहिँ तपाईँको चाहिँ हाम्रो चाहिँ अहिले बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, कोठे प्रधानमन्त्री भइसक्नु भयो। कानमा तेल हालेर भन्नु भएको छ, सडकमा के भइरहेछ, कहाँ देशमा के भइरहेछ त्यो सुन्नु पर्दैन। भोलि म यति भन्न चाहन्छु, यो सरकारलाई एउटा चेतावनी पनि दिन चाहन्छु। के भनेर चेतावनी दिन चाहन्छु भने दलितहरूको आन्दोलन जहाँ पनि तपाईँको जतिखेर पनि दलितहरू जब सडकमा आन्दोलन गर्न निक्लिन्छ त्यतिखेर सरकार परिवर्तन भएको छ। यो कुरा तपाईँहरूले देखेर राख्नु। किन भन्दाखेरि अहिले त छ नि यहाँ त मौका परस छ। हेर्नुहोस्, हामी भोलि आगोको झिल्को मात्रै सल्कायौँ भने यहाँ काङ्ग्रेस पनि आउँछ मिसिन, माओवादी पनि आउँछ, एमाले पनि आउँछ, राजावादीहरू पनि आउँछन्। हेर्नुहोस्, सबै आउँछन् कि यहाँ भिजिलान्ते नै आउँछन्, ढुङ्गामुढा गर्ने पनि आउँछन् है, पुलिसलाई उक्साउने पनि आउँछन् है, पहिले चाहिँ केही नगरौँ भन्ने नै आउँछन्। म यति भन्न चाहन्छु, यदि तपाईँले यो चाहिँ अहिलेको यो श्रीकृष्ण विका लगायत, म अहिले श्रीकृष्ण विका मात्रै भन्दिनँ, म श्रीकृष्ण विका लगायत अजित मिजार, दिनिसा विक, यी जति पनि अहिले मरेका दलित समग्रमा सबैले न्याय पाएन भने हिजो यो सरकार परिवर्तन हुनको लागि 24 घन्टा लागेको थियो। दलितले आन्दोलन गरेर वास्तवमै जनआन्दोलन गर्नु पऱ्यो भने 12 घन्टा पनि लाग्दैन साथी। यिनीहरूले के सोचिरहेछन् भने एउटा श्रीकृष्ण पिकअप मऱ्यो, यसलाई न्याय नदिएर यी दलित कचेडा हुन्, यी कचेडालाई चाहिँ जे गरे नि हुन्छ भन्ने सोचेको छ भने 60 लाखबाट बरु हामी 60 लाखै मर्न तयार छौँ। तर हामीले न्याय पाएनौँ भने हामी पूर्व पश्चिमदेखि होइन सम्पूर्ण 77 जिल्लाका दलितहरू चाहिँ हामी चाहिँ यहाँ काठमाडौँ उतारेर आन्दोलन गर्न गर्छौँ। यो कुरा हेकार हो सरकारले। यदि उसले यो अहिले पनि यो के अरे यो श्रीकृष्ण पिकाको जुन यो घटनालाई पनि तपाईँको भोलि दबाउने कोसिस गर्यो भने सरकारले हेकार राखोस्। 2/3 बहुमतको सरकार छ, उसले चाहेको भए यो 12 घन्टाको चाहिँ तपाईँको चाहिँ जम्मा 12 घन्टामा चाहिँ फैसला हुने केस आज तपाईँको 1 महिना 30 दिनसम्म पनि फैसला नगरौँ भनेको दालमा कुछ काला है साथीहरू। यो कुरा बुझ्नुपर्छ। यो त अहिले बच्चालाई गएर सोध्यो भने पनि श्रीकृष्ण पिकाको केस छ जुन घाम जस्तै छर्लङ्ग छ।
सबैलाई सोधौँ न अहिले यहाँ आउनेहरूलाई थाहा छ कि हामी यहाँ घाम ताप्न बसेको हो, काम नपाएर बसेको हो। उसले हेप्यो के अब उसले हेपेको भएर चाहिँ अब हामी आन्दोलनमा उत्रिन बाध्य भयौँ साथीहरू। अस्ति तपाईँको यो अहिले श्रीकृष्ण विज्ञको चाहिँ नि तपाईँको पोस्टमार्टमको रिपोर्ट आजसम्म 4 चोटि सारिसक्यो। अस्ति बिहिबार दिने भनेको थियो, त्यसपछि फेरि आज सोमबार भनेको अहिलेसम्म हामीलाई खबर आएको छैन। यदि तपाईँको चाहिँ उसले सक्दैन, यदि पुलिस प्रशासन र सरकारले छानबिन गर्न सक्दैन भने खुरकोटको चाहिँ प्रहरी चौकीको चाहिँ जुन इन्चार्ज हुनुहुन्छ उहाँलाई हामीलाई जिम्मा लाओस्, हामी 1 घन्टामा निकालिदिन्छौँ। खुरकोटको इन्चार्जलाई मात्रै हाम्रो अगाडि ल्याएर माइतीघर मण्डलमा लिएर आएर यहीँ सार्वजनिक गरिदिन्छौँ। हामी दुधका दुध पानीका पानी छुट्याइन्छौँ, हामीलाई अनुसन्धान गर्न पनि जरुरत छैन। यो साधारण केसमा चाहिँ यति ढिलाइ गर्नु भनेको चाहिँ एकदमै यो नालायक सरकार, यो नालायक रहेछ झन्। यो 2/3 बहुमतको सरकार भनेको यो चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ यस्ता यी साना छिना मसिना यी केस नहेर्ने हो है। उसले गरेको काम होलान्, उसले के गरिरहेछ कसो गरिरहेछ यो हामीलाई सरकारको विषय भएन। तर यो मुद्दालाई राजनीतिकरण नगरियोस् यति भन्न चाहन्छु म। सम्पूर्ण चाहिँ तपाईँको देश विदेशमा रहनुभएका दलित साथीहरू है, आदिवासी मुस्लिम थारू बाहुन जसुकै हुन्, अहिले हामीलाई साथ दिनुहोस् है। हाम्रो चाहिँ सधैँभरि हामी दलित भनेर हेप्पिएर च्यापिएर है थिचिएर है हामी मर्नु नपरोस्। अब पनि हामी त्यसरी मर्नुपर्छ भने हामी सबै मर्न तयार छौँ। हामी मर्नका लागि आन्दोलनमा उत्रिँदैछौँ तपाईँहरूलाई। अनि यदि छिसिक्का पनि हाम्रो यति पनि भन्छौँ, हामी शान्तिपूर्ण आन्दोलन हुन्छ हाम्रो पहिला। यदि हामीलाई जिस्काउने कोसिस गरियो भने, यदि हामीलाई चाहिँ लखेट्ने कोसिस गरियो भने भोलि त्यसको जिम्मा चाहिँ यो 2/3 बहुमतको बालेन सरकारले लिनुपर्छ। सम्पूर्ण दलितको जिम्मा बालेनले लिनुपर्छ। यदि बालेनले सोचिरहेको छन् र यो केस चाहिँ मैले अहिले केही गरेर चाहिँ के प्रधानमन्त्रीको कानमा नपुगेको